भगवत गीताले भन्छ, कृष्णलाई सबै कुरा समर्पित गर, तिम्रो प्रयास पूरा हुन्छ। कृष्ण सधैँ भन्छन्, अरे समस्या छैन, तिमी मेरो समीप आऊ, म ठिक गरिदिन्छु। तिमीलाई कुनै समस्या भयो भने मनिर आऊ, म सबैको समाधान गरिदिन्छु। के यसको अर्थ भगवत गीतामा लेखिएको कृष्णजी नार्सिस्टिक हुन् त? के अहंकार छ कृष्णजीमा? वास्तवमा त गीतामा कृष्णजीले आफ्नो बारेमा कुनै कुरा नै गरेका छैनन्। कृष्णको अर्थ अरू नै हो। के हुन् त कृष्ण? कृष्ण आफैमा एउटा प्रतीक हुन्। कृष्ण हाम्रो सृष्टि हुन्, घनै अन्धकारमा बाटो देखाउने सृष्टि हुन्। कृष्ण त्यो आवाज हुन् जुन स्वरको बीचमा आएर कानमा हल्का गरी भन्छन्, डर नगर, बस अघि बढ। त्यो युद्ध हुन् कृष्ण जसलाई हामी लड्छौँ, त्यो जित हुन् कृष्ण जसले हामीलाई अगाडि बढाउँछ। कृष्ण त त्यो कदम, त्यो बाटो, त्यो सिख, त्यो युद्ध, त्यो जित हुन् जसले हामीलाई सत्यतर्फ लैजान्छ।